पठै मेरा जुम्लाको हालत ठाउँमा न पानी न बाटो न घाटो न पानी पँधेरो घट्ट जस्ता चिज जस्ता केही बन्या छैनन् भनेपछि हामी जुम्ली जनतालाई यसरी दुःख छ भनेपछि किन थाहा तिमी त्यहाँबाट चोर नेता दियो पाया हुन् अहिले पनि मेरो पसिनामा यस्तो दुर्गम ठाउँमा बाटो कस्तो छ घाटो कस्तो छ पानी पँधेरा हो यही पसिना हाम्रा रगत बेचेर तपाईँ खुर्चीमा बसेका नेता भुइँका किर्मिला हुन् यिनले के गर्न सक्छन् भाषण मात्रै ठोकिदिने यी झिझा मसिना हुन् सोचेको होइन अनि क्या गरे त सानो किर्मिलाले टोक्यो भने कुनै दिन क्यान्सर लाग्न सक्छ लाग्यो नि ज्यानजीले दियो त धनेश कहिले गाला खाला फुटाले कोही भागाभाग गर्यो त चुरौ नेतौ अहिले के हेर यी सुशीला कार्की बिहानै बङ्गुर अझै यी कहाँ प्रधानमन्त्री राख्या हुन्